गुड मर्निङ साथीहरू, भेरी भेरी गुड मर्निङ। धेरै दिन भएको थियो बिहानको मर्निङ ब्लग नबनाएको, हजुरहरूलाई आफ्नो मुखबाट गुड मर्निङ नभनेको। आज सानो भए पनि भिडियो बनाउनु मन लाग्यो होइन, सबैलाई गुड मर्निङ भन्नुको लागि। त्यही त अहिले मैले नास्ता चाहिँ बनाइसकेँ होइन, छिटो खाना पनि बनाउनेवाला छु। आज बिहिबार निरामिष हो, प्याज लसुन चल्दैन, मुसुरी दाल चल्दैन, अनि अरहरको दाल बनाउँछु। अनि यहाँ चाहिँ हिजो एकजनाले एकदम बारीको अर्ग्यानिक साग ल्याइदिनु भएछ हो। यता हेर्नु न, ताजा ताजा आज बनाउँछ। अब यसमा प्याज हाल्नु त जरुरी छैन, अन्त बनाइदिन्छु खालि 5 फोरन र खोर्सानी अदुवा मात्रै हालेर परपर बनाइदिनु पऱ्यो। यस्तो दामी सेन्ट आउँदैछ कि यति पठाइदिनु भएछ है। अनि यही बनाउँछु अहिले हो। आमाले टिका आज त टेरा लगाइदिनु भएछ, भगवानको चन्दा पूजा गरेर लगाइदिनु भएको, अलिकति टेढा भएछ है। हजुरहरू पनि के गर्दैछन्? सबैजना बिजी छन् होला है, कोही घरको काम, कोही ड्युटीको काम। म चाहिँ अब घरको घरमै पकाइ तुलै घरको भित्रै फोटो खिच्दै बस्यो। के पकाउँदैछ हाल्यो, के भन्छ के खाँदैछ हाल्यो, त्यति नै हो मेरो चाहिँ। अब के भन्नु होइन, अहिले यस्तै हो साथीहरू। मेरो भिडियो चाहिँ सबैजनाले हेरिदिनुहोस् होला, सपोर्ट गर्नुहोस् होला। मन परे मन नपरे पनि अब बाहिर जानु अहिले सक्दिनँ। अनि के भन, अब पकाउन आँटेको हुन्छ त साथीहरू। अब म पकाउन आँटेको हो। हजुरहरूको दिन पनि राम्रो होस्, राम्रो बितोस्, मङ्गलमय होस्। बाई बाई सबैजनालाई, इन्जोय यर डे।